पानी अहिलेदेखि भीषण पानी परेर असिना पनि परेको अवस्था छ। हेर्नु चाहिँ असिनाहरू आएर नालीबाट पानी जानुपर्ने हो। नालीको अवस्था पुरै बिग्रिएर यहाँ वर्षौँ भयो, कुनै सरकार काङ्ग्रेस आए पनि केही हुँदैन, माओवादी आए पनि वर्षौँ शक्तिबहादुर बस्नेत मन्त्री भए पनि बाटोको अवस्था यस्तो नै छ। जो बस्नेत आए पनि यस्तै नै हो। अब बालेन सरकारले हाम्रो पीडाहरू, भूकम्पको पीडा एकातिर छँदैछ भने अर्कोतिर अब यो पानी बर्खा आयो, यहाँका भूकम्प पीडितहरू चहरामा बस्ने अवस्था छ। सुत्केरी, महिला, वृद्ध, अब उनीहरूको अवस्था दिनका दिन नाजुक हुने अवस्था छ। त्यही भएर हजुर गाइजहरू, हाम्रो बालेन सरकारले पुनर्निर्माणको कामहरू निरन्तर अगाडि बढाओस् भन्न चाहन्छौँ। हामी जाजरकोटवासीको तर्फबाट हामी यो बालेन सरकार समक्ष यो हाम्रो सन्देश त्यहाँसम्म पुगोस् भन्न चाहन्छौँ। अब पानी परे पनि टहरामा बस्न सकिँदैन, भलकुलोभित्र गएर अनि घाम लाग्दा पनि पोलेर भित्र पुरै बस्न नसकिने अवस्था हुन्छ। कि भनेपछि सरकारले हात उठाउनु पर्यो, हामी सक्दैनौँ भनेर, नत्र भनेपछि जनताहरूको समस्याहरूलाई मध्यनजर गरोस् भन्न चाहन्छु बालेन सरकारलाई। ठुलो हाम्रो रिक्वेस्ट छ। हाम्रो यस्तो सामान्य जिल्ला जस्तो ठाउँमा त यस्तो रोडको अवस्था छ, हामीहरूको यस्तो अवस्था छ भने गाउँतिर के अवस्था होला हजुरहरूले आफै मूल्याङ्कन पनि गर्न सक्नुहुन्छ। अब चहरामा बाँच छ हजुर, अब बाँच्यो भने भोलि भेट गरौँला, नत्र यस्तै हो जिन्दगी। जय देश।